हाई गाइस, ल आज चाहिँ पाडाको पनि 2-3 दिन भइसक्यो र पनि मैले एउटा छोटो भिडियो पनि बनाएको थिइनँ। आज चाहिँ लगभग घरको कामहरू पनि सकियो। अब यहाँको नाइट भ्यू हेरौँ ल कस्तो कस्तो रहेछ है। यता यस्तो छ भनेदेखि 2-3 दिन लाएर भए पनि मैले यस्तो गरेर लिपेर पोतेर यहाँ साँझ परिसक्यो। 5:30 नै भइसक्यो। 6 बज्न लागिसक्यो। यता चाहिँ घाम अस्ताउन लागेछ। यता फेरि आहो 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 क्या हुआ? हाउ क्या गर्नु बा? मोबाइलमा बिजी। ओ यहाँ भिडियो बनाउन जानु पर्यो भन्दैछु। एकछिन भात कति बेला पकाउनु? एकछिनमा आएर पकाउँदा नि त हुन्छ नि। ओ एकछिन पछि पकाउँछ। कसलाई? म त पेट दुखेर कस्तो भइराखेको छ अनि पेट दुखेर साह्रै पर्यो अरे भन्दै न। म चाहिँ यहाँ बिरामी भएर काम गर्दा बिरामी भएर यहाँ थाकेर गलेर म खासमा भिडियो चाहिँ के को लागि बनाउँदै थिएँ भने भिडियो बनाउँदै भन्न नि यहाँनेरि ड्राइगन फ्रुट पोहोरको दसैँमा आउँदाखेरि चाहिँ मल लाएर गोडेर गएको। यसपालि आउँदाखेरि चाहिँ टक्क यहाँ एउटा फलिरहेछ। अब यसलाई चाहिँ म टिपेर काटेर खाने हो। एउटा फलेछ। यसलाई कसरी टिप्नु त भन्दैछ। ए पाकेछ भाइ, यहाँ आइज त। ए पाकिरहेछ, गिलित भइरहेछ। फेरि चप्पल चाहिँ ठिक्क अट्ने नि रहेछ। यहाँनिर मैले चाहिँ भेटिनँ, धेरै अग्लो छु नि त। अनि त्यहाँदेखि टक्कसँग हाम्रो लाउरे दाइले टिप्दैछ है। यसले त नभेट्ने रहेछ, झन् म चाहिँ कहाँबाट भेट्थे र। बिचरा झन् म त के भेट्नु। ल